हेलो गाइजहरू नभनौँ गाई हेलो नमस्ते मेरो नाम रबिना पौडेल हेलो हेलो दौडेल हामी चाहिँ कहाँ हो उयो पार्कमा है साकुरा फुलिरहेको हजुर एकदम भिडभाड आज बिदाको दिन पर्यो आएको अब हो त्यो पारीको फेवातालमा गएर टक्क लाएर धुवा चढिन्छ धुवा कति रहेछ हेरिन्छ त्यसपछि रमाइलो रहेछ यता चाहिँ उयो हेर्नु पार्कको साकुरा तुप्तान भयो लेट भएको छ नि फल्दैछ सिमसार जस्तो भएको हुनाले यहाँ चाहिँ एकदम माछाहरू पनि छ बकुलाहरू पनि आएर कुरेर बस्नुभएको छ त्यति ठुलो त खानु होला नि माछा त्यति ठुलो त खाँदैन तै पनि सानो सानो पाए चाहिँ छोड्दैन त्यही त नि माछाले गरेर हेरेको छ अब यहाँ ओतेरा आइपुगेका छौँ हामी यसो ओतेराको दर्शन गरेर अनि धुवा चढ्ने कार्यक्रम छ आजको लागि हेर्दै गर्नु होला हामी अपडेट गराउँदै जान्छौँ त उयोको मन्दिरमा आइपुग्यौँ हामी नेपालको शिव मन्दिर अथवा दुर्गा मन्दिरमा जस्तै धुप हालेको स्मेल आइरहेको छ नेपाली भक्तजनहरू पनि हुनुहुन्छ यहाँ आज आइतबारको दिन बिदा भएको भएर हुनसक्छ हामी पनि यहाँ यसो मन्दिरतिर दर्शन गर्दैनौँ न भनेर आइरहेछौँ शान्तिका अग्रदूत भगवान् श्री गौतम बुद्धको सानो स्ट्याचुमा चाहिँ जल अर्पणको कार्यक्रम रहेको हुँदा यहाँ जल अर्पण गर्नुभएको छ रविनाजीले यसको एउटै उद्देश्य भनेको सत्कर्म शान्ति सबैको राम्रो होस् भन्ने उस मात्रै होइन त हामी चाहिँ अहिले माझी दाई फेवातालमा चलाइएको छ लडाइएको छ हाँस्नु बढी यहाँ त आज डुङ्गाको चलाउँदाखेरिको अनुभव भन्नु त हजुर पछि आउँछ कि पछि ब्याक अनि अहिले हामी किन ब्याक गर्नु पर्यो अनि यता त यो चलाउने हो गरे नि यो त भयो नि रविनाजी यहाँ जापान आउनु भएको कति भयो समय 4 महिना पुरा भयो 4 महिनाको दौरानमा चाहिँ नि कस्तो लागिरहेको छ त जापान तपाईँलाई तपाईँ गाडी चलाउन अलि नजान्ने खालको हुनुपर्छ कि हामीले डम्मायालाई बोलाउन बोलाएको छ हजुर हुन्छ रविनाजी यहाँलाई फेरि स्वागत छ कार्यक्रममा अहिलेसम्मको धन्दै लगभग 20 मिनट जस्तो चलाइसक्नु भयो कस्तो भइरहेको छ यो अनुभव चाहिँ हजुर तपाईँलाई साइकल चलाउन आउँछ साइकल चलाउन नआउने भएर यस्तो भयो गाह्रो भएको कि होइन ठिक छ अब यो सबै यस्तै छ सबै सिकारुहरू अब यसपछिको यात्रा चाहिँ आज कता होला जस्तो लाग्छ हजुर हजुर अलिक अवस्थामा फिल परिरहेको बोल्नको लागि बोल्यो भने तपाईँ त चलाउनै बिर्सिरहेछ हुन्छ हजुर त्यस कारण चाहिँ अनि तपाईँले निकै मिहिनेत गर्नुभएको छ यहाँको मिहिनेत मैले कदर पनि गर्छु मेरो मिहिनेतको अगाडि चाहिँ मान्छेहरू हेर्न सक्नुहुन्छ यहाँ यति धेरै भिड छ
क्या गरेको खानेकुराको आइटम यति धेरै मान्छेहरू हुनुहुन्छ यहाँ आज चाहिँ यति धेरै मान्छेहरूको भिडमा एकजनाले चाहिँ मकै कोपार्दै हुनुहुन्छ। भरे यहाँ मकैको साह्रै याद आयो भन्नुभयो अनि मैले पनि खाएको छु खाना चाहिँ। हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई। हामी यति धेरै मान्छेहरू सहित विभिन्न पार्क आएका छौँ। सबै हामीले साथी सर्कल हुनुहुन्छ एकदम। क्या करूं इधर जाओ आगे। हेलो साथीहरू, फेरि पनि स्वागत छ यहाँहरूलाई। आजको यात्राको अथवा आजको घुमघामको हामी अन्तिम क्षणमा आइपुगेका छौँ। समग्रमा आजको हाम्रो यो यात्रा कस्तो रह्यो भन्ने विषयमा चाहिँ आजको मेरो सहयात्री रविना पौडेल लामिछाने जुनलाई केही भुलिनको लागि हामी बन्धन गर्दछौँ। हजुर, कस्तो भयो समग्रमा आजको यात्रा चाहिँ? घुमघाम, डुङ्गा सफारी एकदम। आज अलि गर्मीको बेला सुरु भए पनि चिसो नै छ होइन। बल्ल बल्ल छिटो लिएर हामी यहाँसम्म आइपुग्यौँ। एकदमै निक्लिनै गाह्रो, यति धेरै मान्छे जाने सायद बिराकै दिन भए पनि होला। हेर्न सक्नुहुन्छ एकदमै रमणीय देखिएको छ। एकदम धेरै मान्छे